हेलो हामी चाहिँ लौरीबिना हिजो बसेको अनि आज चाहिँ यहाँबाट माथि गोसाइकुण्ड जान लाग्छौँ। पुरै बिहान बिहान उजेल भइसकेको छ नबद्दै हिमालको टुप्पा टुप्पामा घाम आउन लागिसकेको छ। हामी चाहिँ यहाँबाट 2 घन्टा हिँडेर अब हामी माथि गोसाइकुण्डतिर जाँदैछौँ। फोटोग्राफीको सेन्स नै छैन तिम्रो भ्याउँछ यिनीबाट भ्याउँछ होला तिमी हुँदैन देखि बुझिँदै बुझ्दैन। सानो कुण्ड रहेछ यता के हो पुरै उबाट झरे आदि जमे। हामी चाहिँ लाउरी विनायकको बाटा कति लौरीबिनाबाट जे होस् कोहीले लाउरी बिना कोहीले लाउरी विनायक भन्छ। त्यहाँबाट 1.5 घन्टा हिँडेपछि चाहिँ यहाँ हामी गोसाइकुण्ड आइपुग्न लागेको छौँ। यहाँ तल भैरवकुण्ड पनि देखिएछ अरे। उता देख्न सक्नुहुन्छ हजुरहरूले बाटो कस्तो छ भनेर। यहाँ त आउँदैछ टोलीहरू सबैजना। यहाँ बिहान गोसाइकुण्ड नि अब आउनै लागिसक्यो। यहाँ हिमालहरू छन् सानसाना। अब यता घाम लागिरहेछ। हेलिकप्टरहरू नि आइसकेको छ बिहान बिहान काठमाडौँबाट। अब आँखामै घाम पऱ्यो केही नि देखिएन। चाहिँ अब हामी 10 मिनटमा चाहिँ सायद गोसाइकुण्ड पुग्छौँ होला। देखेछौँ यहाँबाट हामीले हेलिकप्टरहरू पनि देखेको छ। यहाँ यो क्यामेराबाट चाहिँ देखेको छैन होला सायद। यहाँ घाम भएर केही हेर्नै मिलेको छैन। पछाडि नै आउँदै हुनुहुन्छ सबैजना। अगाडि बिहानै हिँड्ने मान्छे पुगिसक्ने भए अब चाहिँ यो थोरै अगाडिपट्टि भयो उहीँ गएर गोसाइकुण्डको भिडियो हेरौँ। यहाँ एउटा कुण्ड देखिसक्यो। के हो यो गोसाइकुण्डै हो कि हेलिकप्टरहरू त्यही माथि रहेछ। के कुण्ड हो यो कुण्ड? गोसाइकुण्ड हो कि भैरवकुण्ड हो कि थाहा नै छैन। यहाँ तल जाने यताबाट जाने ठाउँ रहेछ। सायदै भैरवकुण्ड होला। अल्टिट्युडले गर्दाखेरि हिँड्दाखेरि चाहिँ स्यासै हुने रहेछ। त्यही कुण्ड छ यहाँ। एन्टिलाइट भन्ने रहेछ बिहान बिहान। हामी चाहिँ अहिले समुद्री सतहबाट लगभग 4300 मिटरको उचाइमा आइसकेका छौँ। यस्तो राम्रो देखिएको छ यताबाट। चाहिँ गोसाइकुण्ड जाने क्रममा यहाँ चाहिँ एउटा कुण्ड रहेछ। हेलिकप्टर ल्यान्ड गरेछ। त्यहाँ होटलहरू छ, उता हिमाल छ, त्यहाँ हेलिकप्टर ल्यान्ड गरेछ। त्यहाँभन्दा उता होला गोसाइकुण्ड चाहिँ। यो चाहिँ यो घाम पऱ्यो ट्याक्कै। फाइनल्ली हामी चाहिँ गोसाइकुण्ड आइपुगे जस्तो छ। हो कि बुच्चा? सङ्गम रहेछ। यहाँ महादेवको मूर्ति छ हिमालको काखमा।
उहाँ हिउँ हिमालै छ, हिउँ परिरहेको। हामी चाहिँ सुस्त हिँडिरहेछौँ समुद्री सतहबाट 4380 होइन को लेभलमा भएको यो पवित्र धाम गोसाइकुण्डमा लास्टमा आइपुगे जस्तो लागिरहेछ। यहाँ गेट आयो क्या अरे, त्रिशुल नै रहेछ। यस्तै चारैतिर साना ठुला हिमालले घेरिएको, यतापट्टि पनि कुण्ड भएको, यता सङ्गमले पनि भिडियो खिच्दैछन्। अनि हेर्दैछौँ गोसाइकुण्डको फर्स्ट भ्यू हेरौँ न, यहाँ त देखियो भने। त्यही भएर भिडियो अन गरेर हिँडिराखेको। यतापट्टि पनि ठुल्ठुलो हिउँले छोपेको उहरू छ। यहाँ अल्टिट्युड भएर हिँड्दाखेरि सास चढिरहेछ। यहाँ कतिजना मान्छे त कागती च्याप्दै हिँड्दै गर्नुभएको छ। हेलिकप्टर तल ल्यान्ड हुँदो रहेछ। हामीले हेर्दा हेर्दै अर्को हेलिकप्टर नै आउँदैछ उताबाट। कता भटटट त गर्दैछ ऊ त होला, ऊ कराउँदैछ क्या अरे। कतिखेर पाइने हो भ्यू। उता होला, यहाँ त मान्छे छैन। हेर्नु त सबै हेर्दै रमाइलो लाग्ने रहेछ। उताबाट हेलिकप्टर आएछ काठमाडौँबाट धर्मावलम्बीहरूको लागि। हिँड्न नसक्ने, अलिक गाह्रो हुने अरू चाहिँ हेलिकप्टरबाट आउनुहुन्छ कि। हामी सुस्त अगाडि बढ्दैछौँ। गोसाइकुण्डको लजहरू पनि छ यहाँ। हामी चाहिँ तलै बसेको थियौँ। के रहेछ हेरौँ। ए ल फाइनल्ली गोसाइकुण्डको फर्स्ट भ्यू यताबाट देखिएछ। यहाँ हेलिकप्टर ल्यान्ड भयो भर्खरै। त्यहाँ मान्छेहरू नुहाउने, पूजा गर्ने सबै गर्दै हुनुहुन्छ। मान्छेहरू टन्नै बिहान भएकोले मान्छेहरू आइसक्यो भने धेरै मान्छेहरू पछाडिबाट आउँदैछन् अझ। हामी जान्छौँ अब तल। अब बिहे हो कि कसले भने कहाँ जाम त्यति मैले ल्याइदिएला चार्टर गर्दा महँगै होला नि। एकछिन बस्ने केही हुँदैन कि चिसो पानीमा यति घाम लाखा टङ्ग होइन। यहाँनिर ठिक होला जस्तो लाग्यो। त्यहाँ पनि ठिकै छ दादा, त्यहाँ त ठिकै। मान्छेले डुबेल कि त हानेन अरूले। पवित्र धाम के भन्दै त गोसाइकुण्डको बारेमा तिमीले? गोसाइकुण्ड शिवजीले समुद्र मन्थनपछि आफ्नो विषको त्यो इफेक्ट चाहिँ घटाउनको लागि यहाँ चाहिँ त्रिशुलले हानेर चाहिँ
त्रिशुलले हानेर यो पानी निकालेर यो पानीले चाहिँ आफ्नो तिर्खा मेटाएको थिए भन्ने किम्वदन्ती छ है गङ्गे काशी ओहो ढाड दुबेन हो बल्ल भयो गोसाइकुण्डको पानी यता चाहिँ घाम टल्किन्छ यता चाहिँ एकदम राम्रो देखिँदैछ आकाश नि कति निलो छ सब गोसाइकुण्ड हो गोसाइकुण्ड दर्शनपछि अब फर्किन लाग्छौँ गोसाइकुण्डको यही हो लास्ट यो सम्झनाको चिनो यता हेलिकप्टर नि टेकअप हुन लागेछ